विभिन्न कुराहरू सिकाइ भयो। अब राम्रो नराम्रो गाह्रो अनुभवहरू भयो। बिस्तारै अब हजुरहरूले पनि केही जिज्ञासा राखेर सिक्नुहुन्छ र साङ्गीतिक भाषा हातले होइन। साङ्गीतिक भाषा जस्तै अब समाजमा बाहिरहरूको संस्कृति र विभिन्न कुरालाई झल्काउने भाषा हो र त्यो चाहिँ अब समाजसँग जोडिएको छ। एउटा पुलको काम गर्छ साङ्गीतिक भाषाले बाहिर व्यक्तिहरूको। अब सामाजिक विकास मन्त्रालयले 3 महिना तालिम पास 3 महिना तालिम पास गर्यो। 3 महिना तालिमलाई चाहिँ राखेर हामीलाई चाहिँ धेरै दिनुभएकोमा चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। र कोशी प्रदेशभित्र चाहिँ विभिन्न जिल्लाहरूमा 1 जना दोभाषी पनि व्यवस्था भइसकेको छ र सदनमा पनि व्यवस्था भएर निरन्तर चलिरहेको छ। र त्यस्तै लुम्बिनी प्रदेशमा पनि दोभाषीको व्यवस्था सुरु भएको छ। त्यस्तै कर्णाली प्रदेशभित्र बहिरा संघ दोभाषी व्यक्तिहरू पनि हुनुहुन्छ र अब यो दोभाषीहरूलाई पनि व्यवस्थापन गर्नको लागि चाहिँ अनुरोध गर्छु। र दोभाषीहरूको आरक्षणको लागि नीति बजेटमा चाहिँ त्यो कुराहरूलाई चाहिँ बनाएर त्यसलाई कानुनमा मन्त्रीको बैठकबाट सदनमा लगेर त्यो कुरालाई चाहिँ राखिदिन चाहिँ अनुरोध गर्दछु। 3 महिना साङ्गीतिक भाषा तालिमबाट अब आउन जान प्रशिक्षकहरूलाई चाहिँ अब सहभागी प्रशिक्षकहरूलाई सिकाउन हल्का गाह्रो भएको महसुस भएको छ। यो तालिम यस्तो हलमा भन्दा पनि अब कुनै होटलमा भएको भए त्यहाँ अब फुर्सद समयमा पनि अब सिकाइ आदान प्रदान हुन्थ्यो। अब आधारभूत साङ्गीतिक भाषा तालिम मात्र भएर पुग्दैन, त्यसको लागि एडभान्स साङ्गीतिक भाषा पनि व्यवस्था गर्न आवश्यक छ। किनकि बाहिर संस्कृतिहरू चाहिँ धेरै छ। अब त्यो भाषाले मात्रै पुग्दैन। अहिले 7,000 5,000 भाषा छ। त्योमा अब कोही छिटो होला, हावा कोही बिस्तारै, अनि त्यो निरन्तर त्यही अनुसारले सङ्केत गर्ने हुन्छ। त्यो बुझ्नको लागि चाहिँ एडभान्स तालिमको चाहिँ आवश्यकता पर्छ। म चाहिँ विशेष अनुरोध गर्न चाहन्छु कि सामाजिक विकास मन्त्रालयले चाहिँ अब यो 3 महिना तालिम सञ्चालन गरिदिनुको धेरै खुसी लागेको छ। र प्रमुख चाहिँ दोभाषी